वेलकम ब्याक टु माई च्यानल। सो आज भने चाहिँ म फुल रोप्नु आँटेको छु है। म चाहिँ यहाँ मल खन्नु आएको देख्न सक्नुहुन्छ। अब यो चाहिँ खन्नुपर्छ होइन। सो गाइस चाहिँ हेर्नु होला, म चाहिँ अब मल खन्नेछु। सो गाइस यहाँ भने चाहिँ म अब मल उयो गर्दैछु, के भन्छ खन्दैछु है। मल चाहिँ मजाले खनेर चाहिँ यसलाई मजाले त्यो उयो डल्लो सबै फुटाएर सिङ्काहरू पनि छ, सिङ्काहरू सबै हटाउनुपर्छ है। मजाले उयो के भन्छ धुलो पारी त्यहाँदेखि पर्समा हाल्दा चाहिँ राम्रो हुन्छ। सिङ्का हाल्यो भने चाहिँ सबै त्यो पर्स घोट्छ क्या सिङ्काले। त्यही भएर कमिला चाहिँ पुरा रहेछ। म उता यता सर्दै खनिरहेको थिएँ है, मिलाउँदै थिएँ मल। कमिलाले टोकेर छैन, उता पनि टोक्छ यता पनि टोक्छ है। कमिला चाहिँ कहाँबाट आएको चाहिँ म त देख्नु छैन। खनिबसे भएर त कमिलालाई खुट्टाइभरि पो खुट्टा टकटकाउँदै खनिरहेको थिएँ म चाहिँ। गाइस देख्नु सक्नुहुन्छ, हेर्दै गर्नु होला। स्टे ट्युन गाइस। सो अब भने चाहिँ गाइस म यहाँ पट चाहिँ बनाउँदैछु है। एक एकवटा सबै पटाउँदै मजाले साइज एउटै बनाउनु पऱ्यो नि त। भरे मल लाउँदाखेरि उता घोप्टिजान्छ यता घोप्टिजान्छ है। त्यो भएर म पहिला चाहिँ मजाले पर्सहरू सबै तयार पार्छु, अनि माथि फुल रोप्नु स्टार्ट गर्छु। ल गाइस। सो गाइस यहाँ भने चाहिँ मैले फुलहरूमा पट हालेर चाहिँ सबै ल्याइसकेँ आँगनमा है। यो देख्नु चाहिँ यो फुल, यो सिन चाहिँ मैले रोप्नु आँटेको छु। यहाँ चाहिँ झारहरू म अलिअलि पलाएछु, यो चाहिँ उखाल्दैछु। यो चाहिँ देख्नुहुन्छ अस्ति रोपेको सिजन थस भन्छ यसलाई चाहिँ, दामी आएको छ है गाइस। यहाँ चाहिँ हेर्नु न फर्सी। सो गाइस यहाँ भने चाहिँ अब म फुल रोप्नु स्टार्ट गरेँ। यहाँ चाहिँ म दुईवटा हाल्दैछु, सबै पटमा दुईवटा गर्दै हालेको नि त। एउटा मऱ्यो भने एउटा जाग्छ भनेर चाहिँ। यो हतपत मर्नु त मर्दैन जस्तो लाग्यो, किनभने यसको जरा चाहिँ एकदम कडा न कडा थियो नि त। उयो के भन्छ अरू फुलको जस्तो लुलो खालको थिएन, अलिक कडा खालको थियो। त्यो भएर मर्दैन होला सायद भनेर चाहिँ म चाहिँ रोप्दैछु दुईवटा गाडी। यसमा चाहिँ 10वटा मात्रै छ, 10वटा मात्रै रोप्नु पऱ्यो, 10वटा पट मात्रै भनेर गाइस हेर्दै गर्नु होला। यहाँ चाहिँ मैले सब रोपिसकेँ। रोपेर चाहिँ यहाँ उयो के भन्छ घोडामाथि राखिरहेको छु। यो चाहिँ पापाले काम गर्ने हो नि त। यो घोडामा चाहिँ पापाले काठहरू खिच्छ। त्यही भएर सो गाइस बाई बाई, हेर्दै गर्नु होला।